म बर्बाद भएको कतिलाई थाहा होला, थाहा पाउने जतिले आनन्द ला होला भन्ने जस्तै फिल भइरहेछ। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, म चाहिँ हस्पिटल जाँदैछु। अलिकति बिरामी छु, त्यही साथीहरू। अब सबै कुराहरू भनेको जस्तो हुँदैन होइन, त्यो डेली नै जान्छु। बिहान पख डेली नै जान्छु। हिजो चाहिँ अब बेबी थिएँ, सँगै जाँदाखेरि हाँस्दै रमाउँदै खुसी हुँदै गइहाल्यो। तर के हाल्नु, अब आज गइहाल्यो तिमी। अब हेर्दैछु त्यही साथीहरू, बिस्तारै जानु पऱ्यो। के भन्नु, पानी परिरहेको छ यतातिर है। अब धेरै टाढा पनि छैन, नजिकै नै हो। अनि त्यही हो, बिस्तारै जाँदैछु। पानी परिरहेको छ, यताउडी गएको छु है। पानी त्यस्तो धेरै पनि परेको छैन है, तर पनि पानी चाहिँ त्यही हल्का हल्का। अनि हावाहुरी चाहिँ चलिरहेको छ हल्का। मेन लाइनमा पुगिसकेँ। अब अटोहरू पनि अहिले खासै आएको छैन, पानी परिरहेको छ नि त। त्यही भएर अब एउटा अटोलाई हेर्नु पऱ्यो, अनि लिफ्ट माग्नु पऱ्यो। परदेखि आउँदैछ, परदेखि आयो भने चाहिँ एउटा अटोमा लिफ्ट माग्नु पऱ्यो, अनि त्यो अटोमा सर हस्पिटलसम्म। अनि साथीहरू है, राष्ट्रिय जनअधिकार यिनीहरू चाहिँ उद्धार गर्नुपर्ने हो कि, किनकि यति धेरै छ है बजारतिर। अहिले चाहिँ यहाँ दुईवटा मात्र देखिरहेको छ होइन, यति धेरै छ कि बजारमा, यति धेरै भेटिन्छ कि। अब त्यो भनेपछि खुलिया हामी न कसैले हालिरहेको हुन्छ, पुलिरहेको हुन्छ होइन। यिनीहरूको लागि चाहिँ व्यवस्थित भइदिएको भए अझै झन् साथीहरू होइन। मलाई चाहिँ अटो छोडिसकेको छ, हस्पिटल यहाँ अगाडि छ है। यो साइड छोड्छ नि त, किनकि उता साइड यहाँदेखि क्रस हुँदैन। तर मैले अब यहाँदेखि रोड क्रस गर्नुपर्ने हुन्छ। गाडी आएको है, साथीहरू चाहिँ गर्नु पऱ्यो। क्रस गर्नुपर्छ। फाइनली रोड पनि क्रस गरेको छ। त्यही हो होइन साथीहरू। तर आज चाहिँ डेट चाहिँ भयो, आज रेगुलर म हस्पिटल आउनु लाग्यो। यो गाडी छ, म पुगिसकेको छु हस्पिटल। अरू कुराहरू पछाडि ल्याउनेछु। सबै उपचार सकेर म चाहिँ साथीहरू निस्किसकेको छु है हस्पिटलदेखि अब होइन। यो फिजियोथेरापीदेखि म बाहिर निस्किँदैछु। त्यही हो, किनकि अब पैसा पनि थिएन मसँग, उसको लागि अटोको लागि क्यास थिएन कि, क्यास पैसाले निकालेर म अटोको लागि भनेर बाहिर निस्किँदैछु। पानी पनि अहिले कम भइरहेको छ। त्यति बेला चाहिँ बाहिर निस्किनु पऱ्यो। निस्केर अनि हिँडिहाल्नु पऱ्यो, रुमतिर जानु पऱ्यो, खानासाना बनाउनु पऱ्यो। त्यतिको टाइम छैन होइन, टाइम एकदम अहिले करिब 9 बजिसक्यो। अनि फेरि अझ त्यो औषधि टाइममा खानु पऱ्यो, फेरि अझ खाना फेरि 12-1 बजी हुन्छ। त्यही भएर अटोमा छिटो गर्दै गइहाल्नुपर्छ ल साथीहरू। त्यही हो गाइस, अटो पनि अगाडि लागिसकेको छ। कहाँसम्म जानुहुन्छ? मलाई म दैलेख रोड चौकसम्म। कति लानुहुन्छ? अलि उता बस्नु मिल्छ होला। हजुर झर्नु नि हो? ए हजुर, उहाँ झर्नुहुन्छ अरे। झरेपछि हामी अटोमा बसेर जानु पऱ्यो साथीहरू है। झरिसक्नु भएको छ उहाँ चाहिँ। कस्तो दिदी अटोको भाडा फिक्स भयो हिजो आज? बढेको कस्तो? त्यही
अघि अघि पर उहाँ बस स्ट्यान्डदेखि यहाँसम्म कृष्ण ल्याइदिनु भयो एउटा दाइले त्यहाँ बस स्ट्यान्डदेखि उता त त्यहाँ त 2 मिनट पनि लाग्दैन त ए त्यसो भए आफ्नो मर्जीले भाडा आउँदो रहेछ आफ्नो मन मर्जी चल्छ भाडामा नि है चोकमै रोकिदिनु ल दिदी कति भयो दिदी भन्नु न त्यति नि त है साथीहरू अनि मैले चाहिँ अब भाडासाडा दिएर म पनि रुमतिर गइसकेको छु दिदीले केही बोल्नु भएन हाँस्नु भयो सायद भिडियो बनाइरहेको छ भनेर हाँस्नु भयो होला इट्स ओके दिदी त्यही साथीहरू होइन रुममा गएर खानासाना बनाउनु पर्यो अब म चाहिँ रुमतिरै घुमिरहेको छु अब त्यही धेरै कुराहरू सोच्नु पर्ने भएको छ अब यो उमेरमा अब यस्तो भनेर बिरामी भनेर रेगुलर हस्पिटल जानुपर्ने भएको छ अब त्यही साथीहरू जिन्दगी 2-3 वर्ष के नै छ र होइन हाँस्नुपर्छ रमाउनुपर्छ के भनौँ अब छैन म चाहिँ रुममा पुगिसकेको छु अनि त्यही हो साथीहरू होइन रुममा पुगिसकेँ अब ताला खोल्नु पऱ्यो त्यही हो खाना बनाउनु छ खाना बनाएको छैन खाना बनाउनु पऱ्यो होइन अब आज कलेजमा बिदा छ पर्सि इक्जाम छ अब अवस्था यस्तो छ त्यही हो साथी जस्तो तस्तो लाइफ चलेको के अरे आजभोलि टिकटकमा एकदम भाइरल भएको छ नि लाइफ म बर्बाद भएको कतिलाई थाहा होला थाहा पाउने जतिले आनन्द ला होला भन्ने जस्तै फिल भइरहेको छ त्यही होइन म रुम पुगिसकेँ अब खाना बनाउनु पऱ्यो अनि